हेलो नमस्कार साथीहरू। म चाहिँ अब माथि गाडी चढेर जान लागेँ। हाम्रो देशको नेपालको चाहिँ नेताहरूको अनि कार्यकर्ताहरूको अनि शुभचिन्तकहरूको कहिले पनि बुद्धि नआउने भयो। त्यही भएर म चाहिँ मन्दिरमा गुम्बा हाम्रो किराँतहरूको मन्दिरमा जान लागेको दर्शन गर्नको लागि। हामी सबै नेपालीहरूको चाहिँ सुधबुद्धि आओस्, कुबुद्धि नआओस् भनेर दर्शन गर्न जान लागेको छु। यो चाहिँ हाम्रो गाउँठाउँको दृश्य कति रमाइलो छ, कति सुन्दर छ है। यो ठाउँलाई चाहिँ पर्यटक स्थल बनाउनुपर्छ। अब यो अर्कोचोटि चाहिँ म फेरि चुनाव लडेपछि जितेर आएर चाहिँ म यो ठाउँलाई चाहिँ पर्यटक स्थल बनाउने विचार गर्दैछु। एकदम पर्यटकहरूलाई चाहिँ धेरैलाई यहाँ भित्राउने विचार गर्दैछु। फाइनली म चाहिँ मन्दिरमा आइपुगिसकेको छु। यो चाहिँ हाम्रो त्रिधार्मिक स्थल हो। यहाँ चाहिँ मन्दिर हो। अब म ढोग्न लागेँ दर्शनको लागि। हाम्रो सबै हे भगवान्, हाम्रो बुद्ध, महादेव, हाम्रो किराँतेश्वर, हाम्रो नेताहरूको, कार्यकर्ताहरूको अनि सबै नेपालीको चाहिँ दिमागमा बुद्धि आओस् है भनेर म कोरा लाउँदैछु। यसरी यो दोषारोपण गर्ने, सबै आरोप लगालगी मात्रै गर्ने है, वाक्क 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 हुन्छ। अनि म त यतातिर पो आएँ मन्दिरतिर पो दर्शन गर्न। सबैको मनमा चाहिँ दिमागमा चाहिँ घाम झुल्कियोस् भनेर सबै बाठो मात्रै हुने, लाटो कोही नहुने। अनि त्यो फेसबुक कमेन्ट, टिकटकतिर कमेन्ट गर्नेहरू पनि सबै बाठो मात्रै, लाटो त कोही छैन हो देशै सबै बाठो। अनि म मात्रै रहेछु लाटो भनेर म चाहिँ अब जान्छु मन्दिर भनेर। यसरी अब यो मन्दिर आएको, यहाँ भगवान्ले मलाई सुन पनि दिइहाल्नु भयो, सुनको कोइन दिनुभयो। अनि यसरी अब यति गर्दा हेरौँ न, यो पनि फेरि यो कुन चाहिँको समर्थक भनेर मलाई हान्नु थालिहाल्यो गोलीले। म पनि तैँले अब हुँदैन त भनेर म पनि दिएँ नि, दिनु टाउकोमै हान्नु खोजेको, लाग्दैन। शत्रुहरू जहीँ पनि हुने क्या, सबैतिर नेपालीहरूको सुधबुद्धि आओस् भनेर यसरी मन्दिरतिर दर्शन गर्न पनि दिँदैन। हामी यहाँ किन आइस त, कसको चाहिँ भस्म होस् भनेर माग्नु आइस भनेर मलाई हान्नु आइहाल्यो है। अब के गर्नु त, अब भगवान्ले मलाई शक्ति दिएको होइन, सत्यको जहिले पनि जित हुन्छ भन्छ। त्यही भएर मेरो पनि जित भयो। दुईजनाले मलाई मार्न सकेन, मैले नै मारेँ उनीहरूलाई चाहिँ। अनि भगवान्को शक्तिले गर्दाखेरि अब त्यही भएर म फर्केँ। अब यहाँ चाहिँ फेरि अब कोरा पनि लगाइसकेँ, मागि पनि सकेँ। अब जाने भनेर लागेँ है। सबै नेपालीको दिमागमा चाहिँ सुधबुद्धि आओस्, घैँटोमा घाम लागोस् है त भन्दै